हेर्नु गाइस कस्तो दामी फुलियो गाइस हाम्रो यता लेकतिर यस्तो हुन्छ क्या यो कानमा झुम्का लगाइदिनु नयाँ गाइस टक्क लाएर सिन चाहिँ वेलकम टु माई न्यू ब्लग गाइस टक्क लाएर आजको ट्राभल चाहिँ सुरु भइसक्यो नि त हामी त सँगसँगै जाँदै गरेको होइन आइपुगेको नि त अब देउरालीदेखि चाहिँ म जङ्गल जानुपर्छ लाएर अब देउरालीदेखि लागिन्छ अनि त्यस पछाडि अनि देउराली हो क्या अस्तिको ब्लगमा पनि राति आएको थियौँ यहाँनिर चाहिँ यहाँ फोटो खिचेको थियौँ यहाँ चाहिँ पसल छ क्या यहाँ देउराली हो अस्ति चाहिँ यता गएको थियौँ क्या यसो त देउराली ओर आइपुग्यो क्या यहाँको चाहिँ सिन चाहिँ फेरि खतरा छ धुम्म लागिरहेछ क्या टक्क लाएर पानी पर्ला गाइस हामी चाहिँ जङ्गलको बाटै हिँड्दैछौँ नि त त्यही भएर 1 घन्टा जति भइसक्यो हिँडेको लास्टै गर्मी भइरहेछ क्या टक्क लाएर यहाँ मुनि चाहिँ पहिला गोठ राख्थ्यो क्या एउटा यहाँ चौतारा छ होइन हाम्रो घर चाहिँ यता पर्छ नि त दामी ठाउँ छ क्या हाम्रो घर चाहिँ यता हो होइन हामताङ यता तेह्रथुम पर्छ होइन हामी चाहिँ माथि डाँडा आइसक्यौँ नि त टक्क लाएर हेर्नु ओह्रालो चाहिँ तलसम्म देखिन्छ क्या भ्यू यता गुराँस अलिअलि फुलिरहेछ होइन अनि यता माथि माथिल्लो डाँडा छ अनि गुम्म भइरहेछ क्या पुरै केही नै नदेखिने यहाँ चाहिँ बस्ने ठाउँ छ यहाँदेखि म चाहिँ दामी देखिन्थ्यो दामी तर अहिले ऊ भइरहेछ नि त त्यही भएर अनि चाहिँ गुराँस हेर्नु न यहाँ तल खतरा फुलिरहेछ क्या यत्रो टाइमसम्म पनि गुराँस रहेछ क्या छ नि त यहाँ चाहिँ पाती यही भएर चढ्नु आँटेको पुरा धुम्म भइरहेछ क्या पानी पर्ला जस्तै पानी पर्यो भने चाहिँ हुन्छ क्या खुसी त्यो ढोक्नुपर्छ क्या बाटो अघि मैले बोकेको झोला थियो नि त यो चाहिँ अलिक हल्लुङ छ अनि त्यही भएर यो बोकाएको मैले बोकेकोमा चाहिँ अलिक भारी छ त्यही भएर गाह्रो भइरहेको थियो हिँड्नु अनि टक्क साटेको नि त चाहिँ यहाँ परतिर बसेर टक्क जस्तो खायो यहाँ चाहिँ ठुलो डाँडा छ क्या चौरी चाहिँ यस्तो हुन्छ क्या यहाँनिर हेर्नु न उभिरहेको छ यसले कुनैले चाहिँ हान्छ पनि होइन डराएर कुनै चाहिँ भाग्छ है ल यहाँ चौरी चाहिँ यस्तो हुन्छ ओइ हान्छ क्या अहिले त है ल केलाई खेदाउ कि के गरौँ हो अब यसको सिङ त हेर्दा यो चाहिँ बच्चा हो होइन है धन्न भागो यार नत्र हामी भाग्नु पर्थ्यो झुम्लुङ हुन्छ क्या गाई चाहिँ हेर्नु यो भैँसीको सिङ आम्मो हेर त यस्तो सिङ कहिले देखेको थिइस् खुकुरीको दाब जस्तै हेर्नु गाई छेउमा जाँदा चाहिँ हान्छ होला कि यति ठुलो छ नि यस्तो छ खतरा ओए तर्सेन यहाँ फेरि अर्को आयो यस्तो पुगेको यहाँ माथि त मान्छे नै छैन क्या अनि के छ होला केही पनि थाहा छैन क्या यहाँदेखि चाहिँ मालिकको गाडी नै गाडी छ यहाँ हेर्नु गाइस जङ्गलको बाटो पर्छ नि त यस्तो गाडी छ क्या यहाँ मालिकको कसले काटेर सुकाएछ नि यहाँ यो चाहिँ मालिकको हो क्या डोकोहरू बुन्छ नि त यसको यति बाक्लो रहेछ यहाँनिर चाहिँ खोलाहरू हेर्नु गाइस पानी यति सफा छ हेर्नु पानी हेर्नु कति सफा यहाँको त चट्ट लडेर झन् पानीमा छिर्छ हेर्नु गाइस पानी यति सफा छ त मेरो मनभन्दा सफा रहेछ यहाँको पानी हेर्नु गाइस यता जानुपर्छ होइन पुगे क्या सुके गुफा मुनि यहाँदेखि चाहिँ ठाडो उकालो जानुपर्छ क्या यो चाहिँ चुत्रो के भन्छ फल्छ भइरहेछ क्या गाइस पसिना भयो नि उकालो आउनुपर्छ नि त यहाँ चाहिँ त्यही भएर पनि हो होइन हेर्नु धुम्म भएर डाँडाहरू खतरा देखिरहेछ क्या
यहाँ चाहिँ घाम लाग्दा झन् दामी देखिन्छ क्या यहाँनिर। यहाँले गाइस हेर्नु गुफा देख्यो क्या माथि छर्लङ छुलुङ बो कुहिरो हेर्नु सबै गयो क्या टक्क लाएर कुहिरो सुहिरो दामी गयो होइन। यता अनि यहाँ तल चाहिँ ठुलो पोखरी छ क्या हेर्नु गाइस। गुफा कस्तो दामी भ्यू आयो क्या गुराँस हेर्नु माथि माथि पुगेर गुराँस देखाउँछु ल तपाईँहरूलाई गाइस टक्क लाएर होइन। हरू के भन्छ गाइस दामी छ यहाँको चाहिँ मलाई यही चौरको चाहिँ यही खतरा लाग्छ क्या हेर्नु न मसिनो बुथ्रा बुथ्री होइन टक्क सानो सानो अनि टक्क लाएर होइन दामी देखिन्छ क्या यो टक्क लाएर गाइस। माथि पुग्नुपर्ने डाँडा होइन टाइम निकै लाग्छ क्या। यहाँनिर चाहिँ यो बिजुलीको पोल हो क्या हाइड्रो यता कता बनाएको छ कतादेखि लिएको ल्याउनु चाहिँ मलाई पनि थाहा छैन तर पनि उ छ क्या टक्क डाँडै डाँडा। अस्ति 1 गते घुम्नु आउनु पाइएन होइन आउनु पाइएन होइन चाहिएन भनौँ न जस्ट उता जाने परियो त्यही भएर अब अर्को ताल चाहिँ घुम्नु जानुपर्छ साथीहरू भेला भएपछि होइन। तर भ्यू हेर्नु यताबाट यो चाहिँ माथिको भ्यू हो क्या माथिबाट देखेको होइन खुर्किला बनाएर रहेछ क्या। यहाँ धेकैबाट जानुपर्छ क्या त्यहाँ पनि भिडियो बनाउनुपर्छ टक्क लाएर। उहाँ माथि भिरमा हेर भेडा बाख्रा हेर्नु गाइस कस्तो दामी फुलिरहेछ क्या भुइँमा झरेको हेर्नु खतरा छ क्या। तर कलर चाहिँ अलिक गएछ होइन है कलर अलिक गएछ नि हेर्नु गुराँस चाहिँ खतरा फुलिरहेछ क्या हेर्नु टक्क लाएर रातो कलर गएको यहाँ मासतिर है दामी ओइलाको रहेछ तर पनि मैले चाहिँ टिपेँ। गाई चाहिँ अलिक गुराँस चाहिँ झरेको रहेछ क्या यहाँनिर चाहिँ अस्ति नै आउनु पाइएन नि त त्यही भएर पनि हो टक्क लाएर हेर्नु। यसलाई मैले यहीँ छाडिदिएँ यो मेरो गर्लफ्रेन्डको लागि हो यो चाहिँ होइन गर्ने हुन्छ नि त अब गुराँस सुराँस पनि फुलिरहेको छ अब सुके जाने गुफा चाहिँ यता हो क्या। अब जस्ट फर्किँदाखेरि अब भोलि फर्किन्छौँ या पर्सि पनि फिक्स छैन क्या त्यतिखेर पोखरी छ त्यतिखेर चाहिँ अब त्यता मात्र भ्लग बनाउनु पर्ने भयो किनभने आज पानी पर्नु आँटिरहेको छ नि त त्यही भएर पुग्दाखेरि गाह्रो हुन्छ त्यही भएर आज यता सुकेबाटै जाने अनि गुफा पोखरी चाहिँ अब फर्किँदाखेरि बनाउनु नि त ब्लग अब नेक्स्ट टाइम टक्क लाएर अब चाहिँ जानुपर्ने हुन्छ। यता चाहिँ यस्तो छ लास्ट सिन नै यो चाहिँ यहाँदेखि हामी गुफा छिर्छौँ होइन टक्क लाएर हेर्नु यहाँ झन् दामी अलिक नझरेको रहेछ होइन। सन्दीपले के एसएमएस गर हेर हेर्नु गाइस फुल चाहिँ यस्तो छ क्या यहाँनिर हेर्नु यहाँ तलदेखि आएको होइन यति रमाइलो छ नि यहाँनिर हेर है अब गुफा हो क्या अनि हामी टक्क गुफा आइसकेको अनि अब गुफादेखि त जानुपर्छ नि त त्यही भएर अब यहाँदेखि 2-3 घन्टा लाग्छ। यहाँ माथि कहाँ छ अरे गुफा भनेको होइन यता ए के पऱ्यो यता माथि के छ भन्थ्यो यो घर थपेको हो पहिला आउँदा त थिएन जस्तो लाग्यो त अलिक बाक्लो भएछ होइन बस्ती गई त्यो चाहिँ गुफा हो क्या। ए सुके गुफा चाहिँ तल हो क्या पोखरी छ तल गुफा पोखरी अनि त्यो पोखरी बेग्लै हो। आउनु भनेको अङ्कल फेरि पानी पर्ला जस्तो भयो अनि उता गयो उता तेर्थुम झाँक्री गुफा थाहा छ तपाईँलाई खोलेछ नि यता भ्यू टारहरू त्यहाँ गयौँ भने गाडी टर्नै आइरहेछ। हाम्रो गाउँको अङ्कलहरू पनि गाडीमा आउनुभएको थियो फेरि गाडीमा लास्टै मात्छ र फेरि गाडीमा आउनै आइएन। यहाँ ठिक्क गुराँस चाहिँ कतिखेर कतिको टाइममा फुल्छ अङ्कल? वैशाख 1 गते हरियो त्यो असिना परेन भने अहिलेसम्म हरियो बस्छ। असिनाले चाहिँ झारेको हो एक दिन खतरा असिना त्यो 1 गते पर्यो होइन हाम्रो हाम्रोतिर 1 गते त ठुलो आयो कुटेर घुम्नु गएको भिजेर लुत्रुकै भएर आइपुगिराख्यो हामी त।
यो घर चाहिँ पहिला पनि यस्तै पुरानो थियो क्या पहिलाको युट्युब च्यानल डिलिट नहुँदाखेरि मेरो सस्पेन्ड नहुँदाखेरि यताको भ्लग लगाएको थिएँ अनि त्यो पछाडि मेरो च्यानल नै सस्पेन्ड भयो त्यसरी मैले भ्लगै छाडिदिएको क्या 10,000 सब्सक्राइबर पुग्न आँटेको थिएँ नि त त्यही भएर पनि मैले फाइनल्ली हामी चाहिँ यता लागिसकेको अघि नै होइन टक्क लाएर चौरहरू दामी छ क्या अब यस्तै छ भ्यूहरू यहाँ चाहिँ घुम्नु टर्ने चाहिँ अस्ति 1 गते आउनु पाएन अङ्कलले भनेको यहाँपट्टि अङ्कलले भनेको असिनाले सबै गुराँसहरू झार्दिएको अरे क्या 1 गते न त राम्रो थियो अरे त्यो दिन आउनै पाइएन नि त झाँक्री गुफा गएको थियौँ अब टक्क लाग्यो अर्को साल चाहिँ सबै साथीहरूलाई भेला गरेर आउनुपर्छ जस्तो लागिरहेको छ क्या मलाई यता गुफा गुराँस फुल त खासै आइएको छैन नि त त्यही भएर पनि हो यस्तो छ क्या सानो सिन चाहिँ गुफा पोखरी यता गुफा घुम्नु आउँदा चाहिँ गाडीमा भन्दा पनि हिँडेर रमाइलो हुन्छ क्या सिन किनभने सबै देखिन्छ नि त त्यही भएर यता सुके गुफा अलिक ओर हो यो चाहिँ यहाँ एउटा बोटमा चाहिँ यस्तो दामी गुराँस फुलेको छ नि छ्या हेर त छुने औकात छैन ओ त्यहाँ गएर फोटो खिच्नुपर्छ लु आइज त जाउँ एउटा चाहिँ एउटा फोटो हेर्नु न गाइस अबे दामी फुलेको रहेछ यार मनाङमा घुमेको याद आउँछ क्या मनाङमा जस्ट यस्तै छ नि त पुरै डाँडा काँडा धेरै अब रुख नभएको बाक्लो यस्तो छ क्या मनाङ सेम टु सेम लाग्छ क्या मलाई कोही बेला त्यस्तो फिल लाग्छ होइन यहाँ गुराँस यस्तो दामी फुलेछ नि गाइस हाम्रो यता लेकतिर यस्तो हुन्छ क्या यो कानमा झुम्का लगाइदिन्छ यो चाहिँ टक्क लाएर कस्तो दामी ठाउँमा फुलिरहेछ है अब हेर्नु न ल हेर्नु सिन टेरिका यहाँ तल चाहिँ याकहरू रहेछ याकको भर्खरको बच्चा छ हेर्नु फुल अलिक ओइलाएको छ क्या आम्मामो यार हेर्नु आकाश पनि यस्तो दामी छ साँच्ची हो आज त कस्तो बब्बाल दामी लागिरहेछ क्या मलाई ठिक्क धुम्म पनि गर्मी पनि नभएको गर्मी हुँदाखेरि साह्रो हुन्छ नि त अनि फाइनली गाइस टक्क लाएर उता सागमारी चौतारा आइपुग्यो नि त यो चौतारा टक्क झोला सोला यहाँ छ कुहिरो धुम्म लाग्यो फेरि अब एकछिन बस्यो अब जानुपर्छ नि त अब 1 घन्टामा चाहिँ तल बिहिबारेमा झरौँ भनेको त्यसपछि अटोमा चढेर उता जानुपर्छ क्या पोखरी फाइनली गाइस यता सिङरिङ सिराना आएको नि त यहाँ हेर्नु टक्क लाएर यहाँ टेम्पल चाहिँ होइन यो चाहिँ मान्छेको च्यान रहेछ झन्डै टेम्पल भन्दै क्या अनि यहाँ तल पनि च्यान घारी छ होइन त्यहीँ पुगेर हेर्नुपर्छ अनि तल बिहिबारे त्यसपछि यता पर आँखाले नभ्याउने ठाउँमा पुग्नुपर्छ क्या फाइनली गाइस हामी चाहिँ बिहिबारे आइपुग्यो भने टक्क लाएर पुल छ यता भाइ आइरहेको होइन अब आधी घन्टा जति टक्क लाएर खोला